नमस्ते साथीहरू सबैजनालाई स्वागत छ पवित्र ब्लग्समा। अनि यो चाहिँ मेरो पहिलो ब्लग्स हो, भिडियो हो। अनि म चाहिँ अब नानीहरूलाई टिफिन पुऱ्याउन जान आँटेको। अनि तपाईँहरूलाई मन पर्यो भने लाइक कमेन्ट अनि त्यस पछाडि सब्सक्राइब गर्नु होला है। म चाहिँ टिफिन ठिक पारेँ, अब म चाहिँ टिफिन पुऱ्याउन जान लागेको। हामी जाँदैछौँ। अनि त्यस पछाडि म दिदी अनि मेरो भान्जी टिफिन पुऱ्याउन जाँदैछौँ। अनि हामी चाहिँ स्कुल पुग्यौँ। अनि अब मेरो नानी आउँछिन्, यो चाहिँ मेरो सानो छोरी, यो चाहिँ मेरो सानो छोरी। अब ठुलो छोरी पनि आउँछिन्, ठुलो छोरी पनि आइन्। अनि त्यस पछाडि अब म नानीलाई टिफिन खुवाउँछु। सानो नानीले चाहिँ कस्तो मजाले खाइन्। मैले गुन्द्रुक र आलुको रस अनि खाना, अनि त्यस पछाडि अन्डा पनि लगिदिएको थिएँ। अनि नानीले चाहिँ, ठुलो नानीले चाहिँ किन माम मात्रै ल्याइदिनुहुन्छ, अरूको ममले त चाउमिन मोमो पनि ल्याइदिनुहुन्छ भन्दै भन्दै रिसाइन्। अनि मन नगरी नगरी खाँदै थिइन्। अनि यो सानो छोरीले चाहिँ कति मजाले खाइन्। यो चाहिँ मेरो पहिलो ब्लग हो साथीहरू। तपाईँहरूलाई जे जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नु होला है। नराम्रो लाग्छ भने पनि नराम्रै पनि जस्तो छ त्यस्तै भनिदिनु होला। अनि मेरो सानो नानीलाई मैले सुगर आएँ, अनि त्यसपछि स्कुल पुऱ्याएँ। अनि हामी फर्क्यौँ। अनि हामी फर्केर चाहिँ हामी त्यहीँबाट घर आएनौँ। अनि घर आएनौँ। अनि हामी चाहिँ त्यहाँबाट फेरि पानीको बिल तिर्न र हस्पिटलमा काम थियो स्वास्थ्य चौकीमा। अनि हामी स्वास्थ्य चौकी गयौँ चारजना, म, मेरो साथी, मेरो भान्जे बुहारी अनि दिदी अनि म। हेर्नुहोस् कस्तो राम्रो गाउँबारी तोरीबारी। अनि पारि देखेको चाहिँ डाँडा चाहिँ जाजरकोट हो साथीहरू। यो अहिले यो हामी भएको ठाउँ चाहिँ रुकुम पश्चिमको चौरजारी भन्ने ठाउँ है साथीहरू। अनि मेरो साथीले जति बेला नमस्ते नमस्ते गर्दैछिन्। अनि हामी जाँदैछौँ। अनि यो चाहिँ कति राम्रो घर हेर्नुहोस् न साथीहरू, यहाँको भाइरल घर हो है साथीहरू। यो चाहिँ भाइरल घर हो। अनि मलाई कस्तो छायाको भिडियो गर्न मन लाग्यो। अनि मैले छायाको भिडियो गरेँ साथीहरू। अनि मैले छायाको भिडियो गरेँ। भिडियो गर्दा गर्दै फोन पनि आउँछ फेरि। अनि मैले छायाको भिडियो गरेँ। अनि हेर्नु कस्तो ठुलो ठुलो मेवा थियो साथीहरू यहाँ चाहिँ। अनि हामी सर्टकट बाटो जाउँ ल भनेर सर्टकट बाटो गयौँ। अनि सर्टकट बाटो गएर अनि हामी सर्टकट बाटो अलिकति उकालो थियो। अनि त्यस पछाडि हामी माथि फेरि रोडमा निस्क्यौँ साथीहरू। जाने नजाने बनाउँदैछु। मेरो भिडियो मन पर्यो, तपाईँलाई हेर्न मन लाग्छ भने सब्सक्राइब पनि गर्नु होला है साथीहरू। अनि हामी चाहिँ त्यस पछाडि पुग्न लाग्यौँ। हामी त्यस पछाडि अब पुग्न लाग्यौँ साथीहरू। अनि त्यस पछाडि गफ गर्दै गर्दै गयौँ। हेर्नुहोस् न कस्तो राम्रो केराघारी पनि छ। अनि मेरो साथी चाहिँ अब नाच्छिन्, नाच भन्दै भनेको मैले, अनि नाच्छिन् साथीहरू। रमाइलो गर्दै गर्दै गयौँ, अब नाच्छिन् ऊ चाहिँ। अनि रमाइलो गर्दै गर्दै गयौँ। अनि यो चाहिँ पानीको बिल तिर्ने ठाउँ हो साथीहरू। अनि त्यहाँदेखि यतापट्टि चाहिँ स्वास्थ्य चौकी छ। अनि मलाई पानीको बिल तिर्ने भित्र चाहिँ भिडियो बनाउन कस्तो अप्ठ्यारो लाग्यो। अनि मैले बनाइनँ। अनि स्वास्थ्य चौकीको चाहिँ भिडियो बनाएँ, किनभने त्यहाँ चिनेको दिदी हुनुहुन्थ्यो। अनि त्यही भएर केही पनि अप्ठ्यारो लागेन। अनि मैले बनाएँ साथीहरू भिडियो। अनि त्यस पछाडि हामी एकछिन बस्यौँ, गफ गऱ्यौँ। अनि औषधिहरू लिएर हामी फर्क्यौँ साथीहरू। अनि त्यस पछाडि फेरि हामी गफ गर्दै गर्दै फर्क्यौँ। घाम लागिरहेको थियो, साथी साथी हिँड्दा कति रमाइलो हुन्छ है साथीहरू। अनि त्यस पछाडि हामी फर्क्यौँ। अनि फर्केर यो चाहिँ हाम्रो मामा घर हो, यो चाहिँ हाम्रो मामा घर। अनि त्यो पारि देखेको डाँडा चाहिँ जाजरकोटको डाँडा हो। अनि उहाँ चाहिँ हाँस्दै हाँस्दै आउनुभयो। अनि म चाहिँ अगाडिबाट भिडियो गर्दै गर्दै कस्तो राम्रो डाँडा देखिन्छ हेर्नु साथीहरू, माथि देखेको जाजरकोट हो। अनि यो चाहिँ यहाँको यातायात कार्यालय। अनि हामी गफ गर्दै गर्दैछौँ। अनि कस्तो भोक लाग्यो, चटपटे खानुपर्छ ल भन्दै सल्लाह गर्दै गयौँ। अनि कहाँ खाने होला भन्दै गफ गर्दै गएको थियौँ। अनि यहाँनिर चाहिँ कस्तो राम्रो चटपटे पाउने रहेछ। त्यहाँ पुग्नुभन्दा अगाडि चाहिँ फेरि मैले त्यहाँ जाजरकोटको भिडियो गरेँ। अनि यहाँ चाहिँ चटपटे कस्तो मिठो चटपटे पाइने क्या। अनि हामीले चटपटे र पानीपुरी मगायौँ। अनि त्यसपछि आन्टीले पानीपुरी बनाउँदै हुनुहुन्छ। अनि यहाँ दिदी चाहिँ हाँस्दै हुन्छ, भिडियो बनाउँदैछौ भन्दै भनेर। अनि त्यस पछाडि पानीपुरी आयो हाम्रो। अनि कस्तो मिठो थियो क्या साथीहरू पानीपुरी हामीले खायौँ। अनि कसलाई पानीपुरी मनपर्छ, पानीपुरी मन नपर्ने त कमै हुनुहुन्छ साथीहरू। अनि मलाई पनि मनपर्छ, तर म चाहिँ पानीपुरी धेरै खान सक्दिनँ, बरु चटपटे धेरै खान सक्छु। अनि त्यस पछाडि हाम्रो चटपटे पनि आउँछ। अब पानीपुरी खाँदै थियौँ, मिठो लागेको थियो पानीपुरी, साँच्चै पूर्वेली स्वाद थियो यहाँ पनि। पश्चिममा पनि मलाई कस्तो आफ्नो माइततिरको याद आयो। अनि त्यसपछि चटपटे पनि आयो, हामीले चटपटे पनि खायौँ। अनि चटपटे यति मिठो थियो कि साथीहरू कुरै छोडिदिनुहोस् क्या। अनि चटपटे पनि खायौँ। अनि फेरि अगाएन, फेरि खाउँ ल भन्दै भनेर अनि फेरि पनि पानीपुरी मगाउनु भयो।
अनि त्यस पछाडि फेरि अर्को प्लेट पनि पानीपुरी खायौँ हामीले। अनि मैले चाहिँ एउटा मात्र खाएँ किनभने मलाई खासै पानीपुरी भन्दा चटपटी नै मिठो लाग्यो। अनि पानीपुरी पनि मिठो थियो तर म त्यति खान सक्दिनँ पानीपुरी। अनि त्यस पछाडि फेरि मैले चाहिँ चटपटे खाएँ, उहाँ साथीहरूले चाहिँ पानीपुरी खानुभयो, मैले चटपटे खाएँ। साथीहरू जस्तो छ त्यस्तै कमेन्ट गरिदिनु होला। अनि मेरो भिडियो अरू पनि हेर्न मन लाग्छ भने सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ एभ्री वान, लट्स अफ लभ।